सुपु मिनी भ्लगमा यहाँहरूलाई स्वागत छ। सधैँ जस्तै आजको दिन पनि स्टार्ट भइसक्यो। मलाई कस्तो निद्रा लागिराखेको थियो। बाबु उठेर निद्रा डिस्टर्ब भएर के गर्नु उठ्नै पर्यो। उसलाई उठिसकेपछि बोलाउँदै थिएँ अनि मोबाइलसँग एकछिन उसलाई खेलाएँ। मोबाइल समात्न खोजिराखेको थियो त्यसले अनि म दिँदै थिएँ अनि फेरि अनि कुरा गर्दैछ त्यहाँ अनि मोबाइल हेर्दै कुरा गर्दै गर्छ। मोबाइल मलाई समात्न दे भन्छ कि त्यसले, मोबाइल मेरो हातमा चाहियो भन्छ अनि दिएन। अनि फेरि मलाई बाहिर घुमाउन लगा भनेर रुँदै थियो अनि मैले उसलाई उसको हजुरआमाको कोठामा पुर्याइदिँदैछु। उसको हजुरआमा नुहाइ धुवाइ गरेर रेडी भएर बसिसक्नु भएको छ नातिले समात्नको लागि। अनि म उसलाई हजुरआमालाई नमस्ते गर भन्छु। अरू दिन त गरिहाल्थ्यो, आज त त्यसले नमस्ते पनि गरेन। अनि हजुरआमालाई दिएर म चाहिँ लागेँ। चिसो भइरहेको थियो मलाई चाहिँ अनि मैले चाहिँ स्वेटर लगाउन थालेँ। स्वेटर लगाएर न्यानो हुनु पर्यो, होइन भने त बाहिर चिसो चिसो छ। अनि बाबुले पोटी गरेको थियो, त्यो पोटीलाई मैले फाल्नुपर्ने हुन्छ। पोटी फालिसकेपछि मैले दाँत ब्रस गर्न थालेँ। दाँत ब्रस गरिसकेपछि हातमुख धुनु पर्यो फेरि। अनि दाँत ब्रस गरिसकेर हातमुख धुँदैछु साथीहरू। अब हातमुख धोइसकेपछि ब्रस राखेर छिर्नु पर्यो भान्सातिर। भान्सातिर छिरेँ साथीहरू। अब भान्सामा छिरिसकेपछि अब नास्ता बनाउने तयारी त गर्नै पर्यो। नास्ताको लागि मैले राति नै पिठो मुछेर राखेकी थिएँ। आजभोलि चिसो मौसम हुनाले पिठो बिग्रिँदैन, त्यसैले अनि चिसो भएको कारण पिठो नबिग्रिने कारण पिठो सधैँ थियो। अब म रोटी बेल्न तयार हुँदैछु। अब रोटी बेलेर तावामा हालिसकेकी छु। फेरि अर्को रोटी पनि बेल्दैछु। अब रोटी बेलिसकेपछि छोराको लागि नास्ता पनि हुन्छ, आफ्नो लागि पनि नास्ता हुन्छ। सबैको लागि नास्ता रेडी गरिसकेपछि नास्ता रेडी भयो साथीहरू, होइन। अब नास्ता रेडी भइसकेपछि अब मेरो बाबुलाई उता घुमाउन लगेका थिएँ, उहाँबाट लिएर आइदिनु भयो। यहाँहरूलाई कस्तो लाग्यो मेरो मिनी ब्लग, लाइक एन्ड सब्सक्राइब।